निम्तिको 8औं साधारण सभाका सभापति महोदय तथा बाबा सहकारीका अध्यक्षज्यू, त्यसैगरी यसै कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर 5 का वडा अध्यक्षज्यू, त्यसैगरी मञ्चमा आसीन अन्य अतिथिज्यूहरू, बाबा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्यज्यूहरू, सङ्घका सदस्यज्यूहरू, विभिन्न समितिहरू छन्, समितिका सदस्यज्यूहरू, सम्पूर्ण शेर सदस्यज्यूहरू, कार्यक्रममा उपस्थित पत्रकारज्यूहरू, अन्य बुद्धिजीवी व्यापारीहरू सबैलाई बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेड दाङको तर्फबाट र मेरो स्वयं व्यक्तिगत तर्फबाट यहाँ सबैलाई हार्दिक अभिवादन गर्दछु। राज्यको 3 खम्बे नीति आर्थिक विकासको सन्दर्भमा 3 खम्बे नीतिभित्रको एउटा अभिन्न अंग, विकासको अभिन्न अंगका रूपमा रहेको सहकारी संस्था जसले देशभरिको समग्र स्थितिलाई हेर्दा हजारौं बेरोजगारहरूलाई स्वयं रोजगारी दिएको, सरकारको साझेदारीका रूपमा उभिएको त्यही सहकारी संस्था आज 2068 9 मिने गते विधिवत रूपमा स्थापना भएर 8औं वर्ष पूरा गर्ने सिलसिलामा छ। यसको 8औं साधारण सभा गरिरहँदा 8औं साधारण सभालाई सफल पार्न आउनुभएका हाम्रा शेर सदस्यज्यूहरू, अतिथिज्यूहरू, शुभचिन्तकहरू, समर्थकहरू, पत्रकारज्यूहरू, यहाँहरू सबै सबैको सहयोग, सहकार्य, सद्भाव, माया, स्नेहबाट बाबा सहकारीको जीवन स्थायी हुन्छ भन्ने कुरा अवगत गराउँदै बाबा बचत तथा ऋण सहकारी संस्था तपाईको, हाम्रो, तपाईपछिका सन्ततिको पनि हो भन्ने कुरा अवगत गराउँदै हाम्रो जीवनभन्दा बाबा सहकारीको जीवन स्थायी छ, यसको जीवन स्थायी बनाउने जिम्मेवारी तपाईको हातमा छ, हाम्रो हातमा छ, हामी सबैको हातमा छ। विशेष गरी शेर सदस्यको हातमा बाबा सहकारीलाई 100औं वर्ष टिकाउने या त जुलुस टिकाउने भन्ने कुरा तपाईँ हाम्रो हातमा छ। यो 8औं साधारण सभाको उद्देश्य विशेष गरी बाबा सहकारीलाई उचाइमा लैजानका लागि छोटो समयमा के उचाइ प्राप्त भएको छ तापनि तुलसीपुर उपमहानगरपालिकाभित्र थुप्रै सहकारी संस्थाहरू छन्। ती सहकारी संस्थाको स्थापना यो बाबा सहकारी भन्दा अघि नै भएका पनि देखिन्छन्, कतिपय पछि पनि भएका होलान्, तापनि तिनीहरूसँग प्रतिस्पर्धी बनाउन, तिनीहरूभन्दा राम्रो बनाउन र यो बाबा सहकारीलाई आफ्नो बनाउन, विशेष गरी म के भन्छु भन्दा सेवामुखी बनाउनका लागि पनि तपाईहरुको सल्लाह, राय, सुझाव प्रस्तुत गर्न आउनुहुने सम्पूर्ण अतिथिज्यूहरू, शेर सदस्यज्यूहरू, सञ्चालक समितिका सदस्यज्यूहरू, त्यसैगरी उपसमितिका सदस्यज्यूहरू, हाम्रा कर्मस्थ दिनदिन खटिने कर्मचारीहरू हुनुहुन्छ, निस्वार्थ ढङ्गले आफ्नो कर्तव्यलाई सिरोपर राखेर काम गर्ने हाम्रो 17 जना कर्मचारीहरू हुनुहुन्छ। उहाँहरू सबैलाई यो कार्यक्रममा संस्थाको तर्फबाट, स्वयं व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दै मेरो स्वागत मन्तव्यलाई यही गर्न चाहन्छु। जय सहकारी, जय सहकारी।